तिमी टाढा गएर फेरि नजिक आउँछौ, नजिक भएर फेरि टाढा जान्छौ। कुरा पनि किस्ताबन्दीमा हुन्छ तिमीसँग। यस्तो किन गर्छौ भन त? यदि यस्तै गर्नु छ भने मसँग किन बोल्छौ तिमी? तिमीलाई नजिक हुनु छ भने नजिक हौ न, र टाढिनु छ भने एकैचोटिमा टाढिनु। यसरी आउने जाने नगर्नु ल। हिँड्नु नै छ भने मेरो साथमा आऊ न। कुरा त तिमी कोही अरूसँगै गर्छौ, मसँग त जब टाइम मिल्छ या केही काम पर्यो भने मात्र होला। तिमी सुरुदेखि नै मसँग यसरी नै बोल्नु पर्थ्यो नि। किनकि मेरो एउटा बानी धेरै खराब छ, म कसैलाई पनि एकदमै छिटो आफ्नो मान्छु। जब तिमीबाट टाढा हुने बानी लाग्छ नि, फेरि नजिक हुन थाल्छौ तिमी। त्यसपछि तिमीलाई हेर्न मन लाग्छ, तिमीसँग कुरा गर्न मन लाग्छ, र जब तिमीलाई केही भन्ने कोसिस गर्छु तिमी टाढा जान थाल्छौ। तिमीलाई चाहिन्छ के मबाट भन त? तिमीसँग भेटेपछि जस्तो भएको छु नि म, पहिला यस्तो थिइनँ नि। कहिले रिलेसन एकतर्फी लाग्छ, फेरि कहिले तिमी पनि छौ जस्तो लाग्छ। कहिले तिमी हप्तौसम्म मसँग कुरा गर्दैनौ, र फेरि कहिले भन्छौ तिमी बिना मेरो मन नै लाग्दैन। म पागल हुन्छु होला तिम्रो यस्तो हरकत देखेर। के तिमी मलाई साँच्चै माया गर्दैनौ? यो अन्तिम चोटि हो।